आजको चाहिँ खास चाहिँ यही रहेको छ हेर्नुहोस् है गाइस। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँलाई फेरि पनि स्वागत छ है। र आजको मुकबाङ तपाईँले देखिहाल्नु होला, एकदम अलिक डिफ्रेन्ट भएको छ आजको चाहिँ है। र आजको मुकबाङमा रहेको छ बिग बिग 6-in-1 पिज्जा है। यहाँनिर देख्नु हुँदैछ तपाईँले, डोमिनोजबाट अर्डर गरेको। यो चाहिँ चिकन फ्लेभरमा रहेको छ र यो चाहिँ एकदम ठुलो स्क्वायर सेपमा हुन्छ है। र यहाँनिर यो देख्नु हुँदै गरेको चाहिँ बर्गर है, बर्गर छ यहाँनिर। यो रहेको चाहिँ 1 पिस बर्गर, यहाँनिर फ्रेन्च फ्राइज यो चाहिँ, अनि यहाँनिर चाहिँ रहेको छ ड्रिङ्कमा कोला है त। र आजको चाहिँ यही छ स्पेसल। अब चाहिँ म यो सबलाई यता साइडमा राखेर चाहिँ बिस्तारी खानेछु है त। ल गाइस, हेर्नु होला है। र यसलाई म ओपनिङ गर्न गइरहेको छु। टाडा, मेरो त अनुहार पनि देखिन होला है। दामी दामी। आजको चाहिँ खास चाहिँ यही रहेको छ हेर्नुहोस् है गाइस, यत्रो चाहिँ छ है। र यत्रो चाहिँ म चाहिँ अब खाइसक्छु कि सक्दिनँ है। बर्गर पनि छ यहाँनिर साइडमा। र यसबाट चाहिँ म फर्स्ट यता हल्का सेलिनु पनि थालेर सेले चाहिँ हल्का र यो चाहिँ मैले मेरो फ्रेन्डलाई दिँदैछु नि त। र यति चाहिँ म खानेछु है। आई होप अब म खाइसक्छु होला। खाइ त सक्छु कि सक्दिनँ है, म ट्राई चाहिँ गर्नेछु गाइस है। यहाँनिर राख्नेछु बर्गर। हल्का सेलै छैन, दुईवटा पातै भएको चाहिँ दामी हुन्छ। रहेको छ बर्गर है। चाहिँ यो छ फ्रेन्च फ्राइज। र यहाँनिर सिजनिङको लागि चाहिँ यो दुईवटा छ है। यो चाहिँ मैले अलरेडी यहाँनिर हालिसकेको छु प्याकेटबाट खोलेर। र यहाँ चाहिँ यसरी छरिदिन्छु म गाइस ल। यो रहेको छ मेरोमा मेयोनिज, यसलाई पनि म माथि यसरी हालिदिन्छु गाइस ल। र यतिकै होस्। र म चाहिँ अब खानु सुरु गरेँ है गाइस ल। भोक पनि लाग्यो, हल्का सेलायो पनि यो। फर्स्ट बाइट। जीरा मसाला। Let's take a second bite.
Mm. Mm. दामी. टिस्यु ल्याएर आउँछु गाइस ल. कर्न यो मकै चपाउँदा दामी हुँदो रहेछ यसमा.
दामी अगाडिमा चाहिँ गाइस यति खाना चाहिँ है निकै खाइसकेँ र पनि सरी र म चाहिँ यति नै खान सक्छु होला गाइस जस्तो लाग्यो है किनभने थुप्रै खाइयो अझै पनि तपाईँले हेर्नुभयो भने यहाँनिर एउटा नर्मल साइज पिज्जा त्यहाँनिर एउटा डल्लै छ हेर्नुहोस् एउटा नर्मल साइज पिज्जा डल्लै छ साइज अझै है मैले तर जति सक्दो खाएँ प्लस एउटा बर्गर पनि खाएँ नि त त्यत्रो फ्रेन्च फ्राई पनि थियो हुनु खतरा भयो र आई होप तपाईँले मन पराइदिनु भयो होला यो भिडियो है र सोच्नु हुँदै होला अब वेस्ट गर्छ भनेर तर होइन खाना चाहिँ वेस्ट हुँदैन है र अब यो एडिक्सनमा भए पनि खाइन्छ अब फ्रेन्ड्स फ्यामिलीहरू पनि छ उहाँहरूले पनि खानुहुन्छ र खाना चाहिँ कहिले वेस्ट हुँदैन है र थ्याङ्क यू सो मच फर वाचिङ टुडेज भिडियो गाइज है र यस्तै टाइपको अझै मजाको भिडियोजहरू ल्याएर आउनेछु फ्युचरमा र त्यसको लागि चाहिँ लाइक सेयर एन्ड सब्सक्राइब गर्नु चाहिँ नबिर्सनु होला है त गाइज है लाइक सेयर सब्सक्राइब चाहिँ गर्नु नबिर्सनु होला र थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियोज गाइज बाई